안 봐. 누가이 루지 한분이 연근 아니나? ये नेट डोल्नु पर्छ 오늘네, 뭐야 많이 버가려는 거야. 막그 걱정 많이 버가지는 거야. 너 그래? 커퍼는 커피 안 달래. भयो जति भयो निगे खजा खाना लैजाँदाखेरि बाङ्गै यो गरौँ सल्म गरे तिमीले पनि तिन्ने हो त्यही हिसाबले तिनीहरू पनि तिन्ने हो सबै तिन्ने हो त अलिक छाडा गरे बाङ्गै पार्टी किन खर्च जाने भाइ भित्र जाने अनि ठुल्ठाउँ ठुलो भन्नु भएन अनि त्यहाँ पुलिसतिर कहाँ ठुल्ठाउँ लाग्ने बाख्रो लैए लाइले नि ला म घरको गाडी याद गरे हुँदैन के छोटो ज्ञान गरे आमा हामी सट्टा सट्टै पाल पर्नेवाला जप्पा जप्पै न त काम हुँदैन त्यहाँ कौती जाने थियो के छ भन्छ के पनि यो कतिवटा ठुलो त्यही दिन आउँदैन नेट छक्की जान्छ गाली स्टेशन दे अझै चिन्या त गाली केले हो उनीले किन आए सियालदा यार भ्याक्सिन दिन्छ देशी उर्सा पनि दिन्छ दुई काम गर्छ हो त यहाँ आइन बसेन पर्यो कि त बसेन त गयो उदो मैले घाँस ल्याइन त्यही राख्यो पेमेन्ट गर्यो त गयो माछा लाम ल्याइन यो राम्रो ल्याछ भने त म दिनु उगाउन तिम्रो लाग्यो त्यो त यो भाइको लागि अर्को लाउनु हो त्यो उनको हो बग्रा टान्नु लाग्यो पर अब यो लाम लाउनु भएछ भाइ जाउँ लाम म अब ओइ त्यही ओइ कालामा पनि नगर मेरो अहिले खातो खानु ल्याछ तिन त अझ अहिले आउँदैछ को आउँछ तीन छ आइसक्यो मान्छे पुगिसक्यो भारी नेवाला त तिनीहरू एउटा नेगा आया तीन नेगा छिटो आने होइन दिने भन्छ नि तले नि कोही बेला के गोडगाउँ पनि 32-36 देले छ तर बाहिर पनि आइज भन्दा आइने दिया छन् दुई दिन पछि हार बत्ती बल्याएर छन् गोडगाउँ पहिलाबाट हो त भनेर आज 4-5 दिन भयो हार्नु पनि यस्तो गरी आउने कुरेलाई खैले छिरिन्छ आइगो साह्रो भयो भिने होइन
이 꼭도 붙더라고. 그래, 니는 들어가서 라인 넣어. 아빠 빨리 볼 주고 있어야. 기란 여기 아니요. 완충이네 여기다. 맞아, 아빠에 로가 거의 없어. 어이구 너가 한 분이 그네게 걸려라. यिनीका दादागिरी आउने आउने हो तिम्रो आउनु पनि त गरेन ती भाइकै भाग भए न यहाँ कान्ठा तिमी रोएको भाइको भाग भए आयो भएको भाग पनि मैले पुरो गरिदिएको थिएँ नि त्यो भाग मैले त्यो नमुन्दै आएर छ कापडा हाल्न बनाउला आउनु आउनु भन्ने त कापडा हाल्न बनाउनु पर्ने हिसाब पनि ठिकै ढिलो 70,000 तल भनाइ मात्रै हो त्यहाँ अनि गाई त धेरै धेरै गरेको हुँदा अरे बाबा थियो यहाँ आइए खाना चाहिने हुँदै राजिएको सोन मेरो काम यही फिल्डमा हो भने तले न पाल गर्नु पर्ने कि कोही बेला खामा काट्न पर्ने दाउरा नभए ठाउँ त त्यहाँ त्यसले 1200 पढ्नेवाला राम्रो हुन्छ अरे सबभन्दा भन्ने देखाइहाल्छ युट्युबमा डोगा हाले खाले नि घर गइ नहिन्छ मैले त्यसले बाहिर गोड पत्तको बाहिर आउने गरे गयो भएको त ठिक भिक्षा गरेर भइछ पुगति अहिले भत्रि कहिले हाल्नु होइन पगाउनु त नि उयो ल्याउँदैन नि जाउ ल्याउँदा विवेकन नि तिमी जान्छन् है त्यो आपको बाग्रो अनि म त अरू केही पनि गाडी छ त हिँड्दा सोधेर बजार गर्नु हुँदैन स्याल जाउनुलाई घर लैदिनु तल कति दिन घर ल्याइदिनु त यहाँ पनि हुँदैन नि त रातभरि को गर्नु सक्दैन आमाले त त्यो ल्याउ घर वारी ल्याउ त वारी ल्याउ दिउँसो सक्दिनँ रातभरि मैले दिन त सल्लाह होला त्यो पोटे पत्ता ल्याउन हो रे अल्नु पुग्न भइ यस्तो होइन गरी आयो झिङ पऱ्यो मैले भने जे पनि त्यो चिन्ता त्यही भने सानो गरेर लु तपाईँ सुलुवा गयो हुँदै यो सब अफर सुनाइ के गरी घुमेर यसलाई किलो घुमै नै हाल्नु पऱ्यो कस्तो छ एक दिन खानु गरे कति बेबे हसाल दिन्थ्यो यो घर के नभएको हामीले अहिले आइगए फेरि अर्को अहिले नै अब एकैचोटि कसो अर्को पुरै लाउनु न के काम होइन नि भन्नु होइन नि खाँदै खाँदा पनि छोडिदिनु त्यो तकाएर त्यस्तै गरी पनि त अनि तपाईँ बल्ल त्यो साइडमा ल्याउने होला कमै नै
रोटहरू बच्चुङ त्यो किनी खिचेर गर्नु यो पनि पलास त्यसपछि भुडी अनि त्यसपछि बल्ल भैँसा पालो आउँछ भैँसाले धेरै जङ्गलै खान्छ भएन भए गालाउ वरिपरि लाउने हाल्ने गरम खाउँछु न गरम के खान्छ पुग्दैन यतामा भिडियो पाला आज खालि पुरै जाने मन गर्छ आज नदैन बाबरे आगोवाला पनि यहाँ गोठो नै त्यहाँ छिन् लामलाई यही नै पनि लाउने हो र लामलो पुराहरू आइसक्यो पैसा लियो पैसा सेरैले पठायो क्या त्यहाँ कुनै पनि भएन त्यो त त्यो पैसा माग्न आएको त बढी नै हाल्नुपर्छ चिप्लो गर्नुपर्ने त हो इन्जिनमा ऊ अझ एउटा 1200 पर्छ अरे त्यो ऊ खो हुन्छ नि बाबु हुन्थेन त्यही पनि अब मैले पनि तर उता खेल्नु थियो अब त नआउनुहोस् ठुला एक दिन गयो दिन अहिले कुदिन्छु मैले पनि हाल्छु एउटा बढी भयो होला कम बढी भागो तल 5000 को भुइँसा त हो गरे अब अघि नै जान्छ दिनु जान्छ भुइँसा त पैसा त हेर्छ हजार हुन्थ्यो ए भाइ त म जान्छु अलि त पोरमा पान्नबाट भित्र जान्छ यो बाटो स्वेटर एक पाण्डु भैया 6-7 वटा यो के भने वाला यो क्या हो हाम्रो पनि त्यही गएन
ठाउँ र छोराहरू त भएन ठुलो ठाउँ हुँदैन माथि बाख्रा क्या मलाई बाख्रा ल्याउनु नि क्या यहीँ थियो कहिले गयो भने म ल्याउला ती पुत्ता बैसा जान्छ त म गाई जान्छ बाछो गाई ल्याउनु पर्यो त्यो आउँदैन त्यही गर्ने हुन्छ बाख्रा बाख्रा पनि बारी गयो तिमी खसरी बारी बाख्रा त गइहाल्छ नि तिमी बाटो बाख्रा गइया दुईटा मैले म त्यो बनाउनलाई अब त्यो शरीर चाहिँ चिले भुइँको पखान्छ ल त यो पाँचरी पर जाने थियो त्यो उता त्यहाँ सब्सक्राइब भर्खर भर्खर हो के सब्सक्राइब भ्युज चल्यो केटा भन्दा क्या त्यो होइन माथि ती तल तल नर्को ठुलो ठाउँ छ अनि गाई खेला गए जो पनि नमस्कार नमस्कार गर्दा क्या जिल्ला सदस्य छोरो भनेपछि ती ठुलो ठाउँ म पनि त कुम्भ गाउँछ म पनि गर्नु पर्ला भाग बनायो तरिकै भएन तिनीहरूको भोलि त बढाउँछ यताउता उनीहरू पनि यताउता अब पुरानो पुरानो के हुन्छ नि अब ऋणमा तिर्नु पर्यो छोराले औ के देउरा हौल्टा लिया भएको 2-3 वटा ए मोटा मोटा काँटा दिएको इन्ने लिसिङ शरीर के के 150 के छ यो के अहिले खिर खायो भने भयो खा रोटी खा खा मम्मीले पनि बनाइदिनु त पाले कोदी दिन्छ थियो पाले बिसर प्याले bisa kering kering डल्ली नछाडबाट यो गतिलो होइन क्या अझै किन डल्ली थियो उहिले जाने ठुलोमा जाने यो यहाँनिर त्यो बनाइदिएको के भने तेल तेल लकाला लकाला अघि नानी हुन्थ्यो त ल बाख्रो खोइदिए ल यो क्या डाँड अदर गतिलो मै ससुराले जुन फ्रेस एउटा खान्छ एउटा उल्यो नि यो हालिन त्यसो त यहाँ मोटो यो यो मोटो त्यति त होला
यो हाम्रो आउनु भए बिहान भाटा काट्दै दे माइलौ यहाँ पानी परेछ बाख्रा उहिले आउनु पानी खोज्नु खनी खनी किन एक कुरा हैरान भए बाख्रा आउन खोला जान्छन् भित्र कस्तो हैरान दिन्छन् तरकारी छोटी हाल्दिनँ पिरिहाल्छ हात खुवाउँछ नि त पिरिहाल्यो पिरिया खाना अघि गर्नु नखाने पिरियामा मैला दे खिर खाँदा यदि हाल्ने नफाल्ने यहाँ ढाउरो घरौ यो अनि बगाइले घन्टा भयो हुन्छ नानी हुनु हुन्थ्यो मे आला बाग्रो बाग्रो केटा मैले ल्याउने बुहारी बुहारीतिर नाचिएको छु भिडियो गर्नेवाला यो भाइलाई नि यहाँ यो डब्बा चिसेन अहिले अहिले ससुराले भने बाटोमा खोइन लागिआउँछ हाम्रो यो मैराले कहिले उज्यालो गरिदिनु हिँड्न पाए त उज्यालो गर्दा यो आइटम आइटम हालेपछि अहिले बन्ने आइटम त्यही पुतै फुट छै गरी घाँसलाई खानु पऱ्यो त्यहाँ पऱ्यो अथवा उता पऱ्यो उदु गरिहाल्नु मेघ आइदिने छ